पतनको अगाडि घमण्ड आउँदछ। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो यस नयाँ भिडियोमा। यदि तपाईहरू मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु र यदि तपाईँ मेरो नियमित दर्शक हुनुहुन्छ भने कृपया तपाईले एउटा मिठो कमेन्ट गर्नुहोस् ताकि त्यो एउटा मिठो कमेन्टले मैले चाहिँ धेरै यस्तै भिडियोहरू ल्याउन सकौं। 1912 मा एउटा ठुलो दुर्घटना विश्वले बिहोर्यो, जो चाहिँ हो टाइटानिक जहाजको एकदमै वियोगपूर्ण दुर्घटना, जसले चाहिँ 10 अप्रिल 1912 मा आफ्नो यात्रा युनाइटेड किङडमबाट अमेरिकाको न्युयोर्क तर्फ यात्रा गर्दै थियो र धेरै अधिकारीहरूले त्यो बाटो नजान र त्यो भित्र आइसको ठुला ठुला चट्टानहरू रहेको कुरा जानकारी दियो। तर पनि ती अधिकारीहरूले र त्यसका पाइलटले उक्त कुरालाई स्वीकार गरेनन् र उनीहरू चाहिँ लगभग 2224 भन्दा बढी मानिस बोकेको एउटा ठुलो जहाज चाहिँ अगाडि बढे। केही समय अगाडि बढ्दै जाँदा लगभग 14 अप्रिलको साँझ उक्त जहाज एउटा चट्टानमाथि ठोक्यो र लगभग 1500 भन्दा बढी मानिसहरूले अकालमा ज्यान गुमाउनु पर्यो। धेरैचोटि आफ्नो शक्ति, आफ्नो सामर्थ्य र आफ्नो प्रभुत्वमा मानिसहरूले यति धेरै घमण्ड गर्छ, जसको घमण्डको नतिजा एकदमै गलत ढङ्गले भोग्नु पर्ने देखिन्छ। भर्खर मात्र 2082 को प्रतिनिधि सभा सदस्यको निम्ति निर्वाचन सकिएको छ र यो भन्दा अगाडिका शीर्ष नेताहरू, शीर्ष पार्टीहरू, देशको सबैभन्दा ठुलो पार्टीहरू अहिले एकदमै थोरै सिटरमा खुम्चिनु परेको छ। तपाईलाई पनि थाहा छ होला, यसको कारण चाहिँ शीर्ष नेताहरूमा देखिएको एक प्रकारको घमण्ड, अहम, एकतान्त्रिक शासन कुराहरू अनि कतिवटा योजनाहरू रोस्टममा दिएका अभिव्यक्तिहरूले उनीहरू अहिले खुम्चिएर बस्नु परेको छ। घमण्डले मानिसलाई जहिले पनि पतनको बाटोमा डोराउँदछ। परमेश्वरको वचनले हामीलाई जहिले पनि यो कुरा देखाउँदछ कि नम्रहरूले चाहिँ पृथ्वीको अधिकार गर्नेछन्। पृथ्वीमा अधिकार गर्न योग्य मानिसहरू तिनै हुन् जसले चाहिँ नम्रताको जीवनलाई अवलम्बन गर्दछन्। नम्रता परमेश्वरबाट आउँछ। घमण्ड चाहिँ जहिले पनि नकारात्मक शक्तिबाट अथवा अदृश्य दुष्ट आत्माको शक्तिबाट आउँछ अथवा खराब आत्मा, जसलाई हामी शैतान भन्छौँ, शैतानिक आत्माबाट जहिले पनि घमण्ड आउँछ। सायद तपाईले यो भिडियो हेर्दै गर्नुहुँदा तपाईको जीवनमा पनि तपाईको पढाइको घमण्ड हुन सक्छ, तपाईको योग्यताको, तपाईसँग भएका भौतिक कुराहरूको घमण्ड हुन सक्छ, तपाईसँग भएको सामग्री भन्दा उत्तम सामान अरु कसैसँग पनि हुन सक्छ, तपाईको भन्दा बढी योग्यता अरु कसैसँग पनि हुन सक्छ, तर तपाईसँग भएको नम्रता अरूसँग नहुन पनि सक्छ। परमेश्वरले जहिले पनि नम्र मानिसहरूलाई खोज्नुहुन्छ। त्यसकारणले परमेश्वरले भन्नुभयो, संसारकै नम्र मानिसहरू मध्ये मूसा चाहिँ पहिलो नम्र मानिस हो। त्यो मानिस बन्नको निम्ति परमेश्वरले बोलाउनु भएको छ। तपाईले याद गर्नुहोस्, यदि तपाई घमण्ड गर्नुहुन्छ भने घमण्डको नतिजा तपाईले आफैले र आफ्नो जीवनका पछि लाग्ने मानिसहरूले पनि एकदमै नकारात्मक ढङ्गले देख्नेछन्। यदि तपाई नम्रताको बाटोमा तपाई हिँड्न चाहनुहुन्छ, नम्रतालाई अभ्यास र अवलम्बन गर्नुहुन्छ भने परमेश्वरको वचन साँच्चै छ, तपाईले पृथ्वीको अधिकार प्राप्त गर्नुहुनेछ। के त्यो मानिस, नम्रताले भरिएको मानिस तपाई बन्न चाहनुहुन्छ? के त्यो मानिस बन्नुभएको छ? यदि बन्नुभएको छ भने परमेश्वरले तपाईलाई आशिष दियो। यदि बन्नु भएको छैन भने म तपाईको लागि प्रार्थना गर्छु, त्यो मानिस तपाई बन्नुहोस्। यदि यो भिडियोलाई मन पर्छ भने एक लाइक, कमेन्ट र शेयर गर्नको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद।